हजुरहरू सम्पूर्णमा नमस्कार। म हुँ गायत्री कुलुङ र मेरो घर चाहिँ मोरङको मिग्लाजुङ 5 सामलिङ। हाल पूर्वी अफ्रिकाको सेसेल्स भन्ने देशको यो सुन्दर प्रकृतिको काखमा बसेर आज तपाईहरुको माझमा एउटा झ्याउरे छन्दको कविता लिएर म आइसकेको छु र कविता अलिकति प्रेरणादायी छ। म ढिला नगरिकन कविता प्रस्तुत गर्दै छु। कविताको शीर्षक छ हार नमान। पौरखी बनी लो श्रम गर पुगिन्छ लक्ष्यमा, पौरखी बनी लो श्रम गर पुगिन्छ लक्ष्यमा, सफल बने दुश्मन पनि हुनेछ पक्षमा, सफल बने दुश्मन पनि हुनेछ पक्षमा। गगनमाथि घुम्दछ ग्रह आफ्नै अक्षमा, गगनमाथि घुम्दछ ग्रह आफ्नै अक्षमा, पुग्ने हो कहाँ फैसला हुन्छ तिम्रो तो दक्षमा, पुग्ने हो कहाँ फैसला हुन्छ तिम्रो तो दक्षमा। नदीको पारी देखिन्छ लक्ष्य पुगिन्न दौडेर, नदीको पारी देखिन्छ लक्ष्य पुगिन्न दौडेर, नमानी हार अगाडि बढ पुगिन्छ पौडेर, नमानी हार अगाडि बढ पुगिन्छ पौडेर। मागेर खान्छु भनेर कतै नबस्नु आशैमा, मागेर खान्छु भनेर कतै नबस्नु आशैमा, खानामा ढुङ्गा पर्न नि सक्छ मुखैको गाँसैमा, खानामा ढुङ्गा पर्न नि सक्छ मुखैको गाँसैमा। बर्बाद हुन्छ जिन्दगी डुब्छ जुवा र तासैमा, बर्बाद हुन्छ जिन्दगी डुब्छ जुवा र तासैमा, नगरी गल्ती थाहा नपाई परिन्छ पासैमा, नगरी गल्ती थाहा नपाई परिन्छ पासैमा। कमाउ धन नभए बोली कसैले सुन्दैन, कमाउ धन नभए बोली कसैले सुन्दैन, गरिबी देख्दा भाग्दछ सबै आफ्नैले चुन्दैन, कमाउ धन नभए बोली कसैले सुन्दैन, गरिबी देख्दा भाग्दछ सबै आफ्नैले चुन्दैन। को हुन्छ आफ्नो को हुन्छ पराई पैसाकै कमाल, घसेर चिल्लो चिप्लाई देला व्यक्तित्व सम्हाल, घसेर चिल्लो चिप्लाई देला व्यक्तित्व सम्हाल। नमान हार तिमी नै जित्छौ आशा त्यो जगाऊ, नमान हार तिमी नै जित्छौ आशा त्यो जगाऊ, हार्छु कि भन्ने मनको डर आजै लो भगाऊ, हार्छु कि भन्ने मनको डर आजै लो भगाऊ। जो राख्छ जोश सम्हाली होस् अगाडि लम्किन्छ, जो राख्छ जोश सम्हाली होस् अगाडि लम्किन्छ, साहसी काम गर्नेको नाम लोकमा चम्किन्छ, साहसी काम गर्नेको नाम लोकमा चम्किन्छ। समय ढिलो कहिले हुन्न मनले आँटेमा, समय ढिलो कहिले हुन्न मनले आँटेमा, जिन्दगी व्यर्थ लाग्दैन पक्कै हाँसेर काटेमा, जिन्दगी व्यर्थ लाग्दैन पक्कै हाँसेर काटेमा। धन्यवाद।